हेलो एन्ड नमस्कार सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै अनि आरामै छु है। चाहिँ दिउँसोको 12 बजे उठेर खोलातिर हिँड्दैछौँ। अहिले भर्खरै साथीले फोन गर्दै थियो के खोला आइजा स्विमिङ गर्न भन्दै थियो, अनि त्यही भएर स्विमिङ गर्न जाँदैछौँ। भाइ मलाई बोलाउन आइसक्यो होइन स्विमिङ गर्नको लागि। त्यही त हो नि, अब पाहाडमा भएपछि त्यही त हुन्छ, कहिले यता जाऊ कहिले उता घुम। बेङ्गलोरतिर यसै कहीँ बाहिरतिर छ भने काम गर्नुपर्छ होइन, जानुपर्छ। तर पाहाडतिर त केही काम हुन्न नि त त्यत्रो। अनि अहिले चाहिँ स्विमिङ गर्न जाँदैछु। त्यहाँ जानुपर्छ कि लास्ट टाढा छ, त्यहाँ जानुपर्छ। अहिले चाहिँ हामी जाँदैछौँ होइन, चट्ट भाइ र म। अब हेरौँ गाइस कस्तो छ, कति मान्छे आएको छन् हाम्रो साथीहरू, कति भाइ बहिनीहरू आएको छन् स्विमिङ गर्नको लागि। तर लास्टमै आउँछन् कि पाहाडतिर त त्यही त हो नि, सानो सानो फुच्ची बच्चीहरू खतरा गरिदिन्छन् कि स्विमिङ यस्तो बब्बाल गरिदिन्छन् नि, अब भन्नै नहुने। बेङ्गलोरतिर जस्तै काठमाडौँ धनगढीतिर त्यत्रो नगर्न होला होइन, तर यहाँको मान्छेहरू त मासु खतरा बब्बाल गरिदिन्छन् नि स्विमिङ। त्यही भएर मलाई त त्यत्रो आउँदैन नि त स्विमिङ गर्न, त्यही पनि जाँदैछु। गाउन पुलमाथि आऊ न, उदय हेर न पुलको माथि सबै ढुकेर त भ्यू गाइस। हाम्रो गाउँतिर त हरियाली भइसक्यो होइन, गाउँ जो फलिसक्यो चट्टबरामा। अब पेड पौधाहरू नि लागिसक्यो सबै। फाइनल्ली के छ केटाहरू, यहाँ हेर न हुन्टा भान्टीहरू। सानो फुच्चीहरू स्विमिङ गर्दैछन् यत्रो। के मजा आउँछ योला तल्लो भेलमा। के छ भाइ, ए चिसोमा चिसो लाग्दैन तपाईँहरूलाई भुन्टा भान्टीहरू? उत्र सानो बुट्की बहिनीहरूले पनि हालिरहेको छ कि। ओए तल भेला छौँ हामी, तल स्विमिङमा जाउँ। केटाहरू रेडी? कपडा सपडा नुहाए, अरे कपडा सपडा खोलेर रेडी भइसक्यो। हामी चाहिँ जानलाई माछा हामीले ल्याउँछ पहिला, स्लो हुनेलाई 100-150 माछा लग्छ नस्याउ। यति कालो छ नि यो पानी, अब भन्ने के। ल अशोक भाइ म यसमा मैले चाहिँ नुहाइसक्यो। अब कोही भुन्डा हुन्टिएको पालो हो नुहाउने, नुहाउ सला हाल। मरे सला त ठेकाला हाल्नु मात्र कुली हाल मात्र त सला। यो मारेको मात्र छ छालाहरू। अहिले चाहिँ म घर हिँडिसकेँ, लास्टै चिसो छ मासम। पाहाडतिर यस्तै त नि, टाउको यस्तो दुख्यो नि चिसो भानीले है। अझै आरामले घरतिर हिँड्छु, काम छैन नि त। अब घर गएर चट्ट दाउरा ल्याउनु छ यार, फेरि चट्ट दाउरा ल्याएर दिनभरि अब सुत्छु। घर ल्याएपछि चाहिँ मजाले ओके घर गएपछि मिल्छु हजुरहरूसँग।